यदि तपाईँ वैधानिक रूपमा मलेसियामा काम गरिरहनु भएको छ भने तपाईँको इपिएफ खातामा जम्मा भएको रकमलाई चाहिँ कसरी विथड्र गर्ने आजको यस भिडियोमा म तपाईँहरूलाई सम्पूर्ण जानकारी दिनेछु। यसको लागि के छ प्रक्रिया, कुन कागजपत्रहरू चाहिन्छ, यावत कुराहरू म तपाईँहरूलाई सजिलो र सरल तरिकाले जानकारी दिन गइरहेको छु। यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत छ। अहिले तपाईँहरू हेरिरहनु भएको छ सहयोगी मित्र युट्युब च्यानल र आजको विषयवस्तु रहेको छ इपिएफमा जम्मा भएको रकम कुन अवस्थामा हामीले निकाल्न मिल्छ र यो निकाल्नको लागि प्रक्रियाहरू के छ र यसलाई चाहिने कागजपत्रहरू कुन हुन् त। आजको यस भिडियोमा यी सम्पूर्ण जानकारी म तपाईँहरूलाई दिनेछु। सर्वप्रथम त हामीले इपिएफमा जम्मा भएको रकम चाहिँ क्यान्सल गरेर चाहिँ हामी नेपाल जान्छौँ भने तब मात्र हामीले चाहिँ इपिएफमा जम्मा भएको रकम निकाल्न मिल्नेछ। यदि तपाईँ छुट्टीमा जाँदा यस्तो अवस्थामा चाहिँ मिल्दैन, तपाईँ चाहिँ यहाँबाट क्यान्सल नै जानुपर्ने हुन्छ। त्यो अवस्थामा मात्रै तपाईँले इपिएफमा भएको रकम निकाल्न मिल्छ। र यसको लागि चाहिँ कुन कागजपत्रहरू चाहिन्छ त भन्दाखेरि तपाईँले पहिलो विथड्रल एप्लिकेसन चाहिँ तपाईँले भरेको हुनुपर्ने छ। त्यस्तै गरी दोस्रोमा रहेको छ चेकआउट मेमो अथवा क्यान्सलेसन पेपर। यो चाहिँ हामीले कम्पनीले दिनुपर्ने हुन्छ। इमिग्रेसनको थ्रु कम्पनीले चाहिँ हामीलाई चेकआउट मेमो अथवा क्यान्सलेसन पेपर दिनुपर्ने हुन्छ। यो अनिवार्य चाहिन्छ। त्यस्तै गरी कन्फर्म एयर टिकट अथवा हवाई टिकटको चाहिँ त्यसको फोटोकपी, त्यस्तै गरी भिजाको फोटोकपी र अर्को रहेको छ पासपोर्टको फोटोकपी। यी पाँचवटा चिजहरू चाहिन्छ। त्यसको एप्लिकेसनको विथड्रल एप्लिकेसनको फर्म, दोस्रोमा रहेको छ चेकआउट मेमो, तेस्रोमा रहेको छ कन्फर्म एयर टिकट, चौथोमा रहेको छ भिजाको कपी, पाँचौँमा रहेको छ पासपोर्टको फोटोकपी। यी कुराहरू चाहिँ तपाईँले पाँचवटा कागजपत्रहरू चाहिँ कलेक्सन गरेर तपाईँ चाहिँ नजिकैको इपिएफ अफिसमा गएर चाहिँ तपाईँले त्यहाँ चाहिँ यो कागजपत्रहरू दिनुपर्ने हुन्छ। कन्फर्म टिकट छ, त्यो टिकटभन्दा चाहिँ लगभग 3 हप्ता, कम्तीमा 3 हप्ता अगाडि चाहिँ तपाईँले चाहिँ यी सम्पूर्ण कागजात लिएर इपिएफ अफिसमा जानुपर्ने हुन्छ। र तपाईँले इपिएफ अफिसमा जाँदाखेरि चाहिँ आफ्नो ओरिजिनल पासपोर्ट पनि साथमा लिएर जानुपर्ने हुन्छ। यी कुराहरू गरियो भने हामीले 2 हप्तादेखि 3 हप्ताभित्रमा चाहिँ हामीले सो रकम चाहिँ हाम्रो खातामा चाहिँ पाउनेछौँ। अन्यथा हामीले चाहिँ यो रकम पाउने छैनौँ। त्यस कारणले तपाईँले चाहिँ ध्यानपूर्वक यी कुराहरू चाहिँ सम्पूर्ण कागजपत्रहरू चाहिँ कलेक्सन गरेर मात्रै तपाईँ चाहिँ इपिएफको कार्यालयमा गएर यी कागजपत्र बुझाएर त्यसपछि तपाईँले कम्तीमा 20-22 दिन चाहिँ वेट गर्नुपर्ने हुन्छ। त्यतिभित्रमा लगभग आइसकेको हुन्छ। त्यसपछि मात्र हामीले यी प्रक्रियाहरू पुगेपछि मात्र हाम्रो पैसा चाहिँ फिर्ता हुनेछ है त। हस्, आजको लागि यति नै। फेरि यस्तै जानकारीमूलक अर्को नयाँ भिडियोको साथ उपस्थित हुनेछु।